Hello and welcome. This is me Tara and this is day 21 of the 30 days eye makeup series video. र आज चाहिँ हामी यो वाला पार्टी आई मेकअप लुक अर्को आँखामा क्रिएट गर्दैछौँ. सो लेट्स बिगिन. अलरेडी एउटा आँखामा गरिसके आई लुक र यही सेम आई लुक चाहिँ हामी यतापट्टिको आँखामा क्रिएट गरौँ. सो मैले अलरेडी प्रेप गरिसकेँ आफ्नो आइलिड्सलाई र त्यसलाई सेट गर्दैछु. सेट गर्नलाई चाहिँ मैले सी ग्ल्यामको लुज पाउडर युज गरेको छु. सेट गरिसकेपछि मैले आफ्नो अन्डर आई एरियाजमा पनि सेट गर्दैछु. फर्स्टमा चाहिँ मैले यो फार्मेसीको आई स्याडो लिँदैछु. ब्ल्याक वेलभेट आई स्याडो ब्ल्याक सेडमा र त्यसलाई चाहिँ मैले आफ्नो आइलिड्समा अप्लाई गर्दैछु. इन्भर्टेड यु सेपमा मैले यस्तो ब्लेन्डिङ ब्रस लिएर त्यसमा कलर पिक गर्छु. त्यसलाई आफ्नो आँखाको लिड्समा प्लेस गरिदिने. ब्लेन्ड नगर्ने, जस्ट त्यसलाई मजाले प्लेस चाहिँ गरिदिने. फेरि अर्कोवाला यस्तो ले डाउन ब्रस लिन्छु र त्यसमा लिएर चाहिँ मेरो जुन तल खाली पार्ट छ यहाँ त्यसमा पनि अप्लाई गर्छु. यसरी जस्ट कलरले ब्लेन्ड नगरिदिने, प्लेस मात्र गर्ने. यसरी अनि कलर प्लेस गर्दाखेरि चाहिँ हामीले यसरी आँखा खोल्दाखेरि चाहिँ देखिने गरी माथिसम्म प्लेस गरिदिने. आई स्याडो प्लेस गर्दा चाहिँ हामीले आँखा खोल्दाखेरि देखिँदैन फेरि, त्यही भएर माथिसम्म हेरेर प्लेस गर्ने. फर्स्टमा चाहिँ म यसरी हेरेर मार्क गर्छु अनि यहाँसम्म प्लेस गर्दै लान्छु. यसरी ब्लेन्ड चाहिँ मैले अहिले गरिहालेको छैन, किनभने यसरी ब्लेन्ड गऱ्यो भने सबै आई स्याडो तल फल आउट भएर यहाँ मेसी हुन जान्छ र अलरेडी मैले सेट गरिसकेको भएर फेरि पुछेर गर्नुपर्ने कन्डिसन आउन सक्छ. त्यही भएर म बिस्तारै फल आउट कम हुने हिसाबले गर्दैछु. त्यसपछि अघि हामीले जुन ब्रसले स्याडो यहाँ प्लेस गरेको थियो त्यसैले हल्का यो बोर्डर एरियामा थोरै जुन यो कलर ब्ल्याक आई स्याडो प्लेस गरेको बोर्डर एरिया छ त्यसलाई थोरै मात्र म ब्लेन्ड गर्दैछु. यति गरिसकेपछि चाहिँ अर्को आई स्याडो लिँदैछु. टेक्निकको इन्भाइट ओन्ली प्यालेटबाट ब्लेन्डिङ ब्रस लिन्छु र यो सेड चाहिँ लिँदैछु. यसलाई ब्रसमा लिन्छु र लिएर यसलाई ट्याप अफ गरेर मैले यो ब्ल्याक आई स्याडोलाई ब्लेन्ड गरिदिन्छु. ब्लेन्ड गर्दा चाहिँ विन्डसिल्ड वाइपर मोसनमा टु एन्ड फ्रो गर्दै ब्लेन्ड गर्दैछु मैले. डिफ्युज गर्ने, ब्ल्याकलाई पनि डिफ्युज गर्ने र लाइट सेडले ट्रान्जिसन सेड पनि क्रिएट गर्ने. आँखा बन्द पनि गर्नु पर्दैन, म हेरेरै ब्लेन्ड गर्छु. ब्लेन्ड चाहिँ मजाले टाइम दिएर ब्लेन्ड गर्ने, एकैछिनमा गर्दैमा हुँदैन. इट टेक टाइम्स फर द कलर टु ब्लेन्ड एन्ड डिफ्युज. ब्लेन्ड गर्दैछु मैले. अब चाहिँ आई स्याडो ब्लेन्ड भइसक्यो. सिमर अप्लाई गर्छु पार्टी लुकको लागि. विदाउट सिमर पनि यतिकै आई लुक फिनिस पनि गर्न सक्छ, म्याट स्मोकी आई भएर. बट आज चाहिँ म एलए कलर्सको बेरी ब्लास्ट प्यालेट लिन्छु र त्यसबाट यो वाला सिमर सेड लिन्छु. फिङ्गरमा लिएर चाहिँ यहाँ लिड्समा अप्लाई गर्छु. अगाडिसम्म ल्याउँदिनँ, सेन्टरभन्दा अलिकति के अरे इनर कर्नरबाट अलिकति पछाडिबाट बिचसम्म, पछाडि आउटर कर्नरतिर आउटर भी एरियामा पनि ल्याउँदिनँ म. इनर भी र आउटर भी एरियामा ल्याउँदिनँ. जस्ट यहीँ बिचमै हल्का प्लेस गर्छु र अर्को आई स्याडो नभएको औँलाले आई स्याडो सिमर केही पनि नभएको औँलाले त्यसको
हार्स लाइनलाई हल्का ब्लेन्ड गरिदिन्छु। ब्लेन्ड गर्दाखेरि सिमर अलिक अगाडिसम्म आइपुग्छ। अब इनकेस हामीले अगाडिसम्म अप्लाई गरेर ब्लेन्ड गरेको भए यहाँ इनर कर्नरमा नि आइपुग्ने भएको भएर त्यसमा गर्दा ठिक हुन्छ। त्यसपछि म यो ट्रान्जिसन सेड अप्लाई गरेको ब्रस लिन्छु र त्यसले यहाँ माथिको हार्स लाइनलाई एकचोटि ब्लेन्ड गरिदिन्छु। आई लुक सक्यो। अब चाहिँ आफ्नो औँला सफा गर्छु टिस्यु पेपरमा है। औँला सफा गरेर इनर कर्नर हाइलाइट गर्दैछु म। इनर कर्नर हाइलाइट गर्नुभन्दा अगाडि चाहिँ म त्यही ब्ल्याक आई स्याडो यो फ्ल्याटवाला ले डाउन ब्रसमा ब्ल्याक आई स्याडो लिएर तलको ल्यास लाइनमा हल्का स्मज गर्छु। 2/3 भित्रसम्म चाहिँ यो ब्ल्याक आई स्याडोलाई ड्र्याग नगरिकन स्मज गर्छु म। स्मज गरिसकेपछि ट्रान्जिसन सेट लिन्छु थोरै। ब्ल्याक स्मज गरिसकेपछि त्यही ब्ल्याकलाई फेरि ट्रान्जिसन सेडले हल्का मुनिबाट स्मज गर्छु। डन। अब पालो हाइलाइटर अप्लाई गर्ने। मैले चाहिँ यो पेरिपेराको वी हाइलाइटर लिँदैछु। त्यसबाट चाहिँ यो पिङ्क यो वाला सेड लिएर आफ्नो यहाँको इनर कर्नरमा हाइलाइटर अप्लाई गर्दैछु। त्यसपछि मैले पाउडर ब्रस चाहिँ यहाँको थोरै फल आउटलाई हटाइदिन्छु म मुनिपट्टिकोलाई। आइलाइनर लगाउने भए आइलाइनर अप्लाई गर्दा पनि हुन्छ, तर अलरेडी यो राम्रो देखियो मलाई चाहिँ यतिकै राम्रो लागेको भएर आइएम नट गोइङ टु अप्लाई एनी आइलाइनर। फल्स ल्यासेस पनि इफ यु लाइक देन यु क्यान गो अहेड एन्ड अप्लाई, बट आई एम अल्सो गोइङ टु स्किप द फल्स ल्यासेस। आई एम जस्ट गोइङ टु कर्ल माई ल्यासेस फर्स्ट एन्ड देन अप्लाई मस्कारा। मैले आज युज गरिरहेको मस्कारा चाहिँ यो लियोन ब्युटीको प्रोफेसनल भोल्युम मस्कारा हो। यसलाई चाहिँ मैले आफ्नो अप्पर आई ल्यासेसमा मजाले अप्लाई गर्छु। फर्स्टमा एक कोट मजाले गर्छु, त्यसपछि यसलाई एकैछिन ड्राई हुनलाई छोडिदिने। ड्राई हुन्जेल म तलको ल्यासेसमा मस्कारा अप्लाई गर्छु। फेरि अर्को एक कोट थप्छु माथिकोमा लिएर। यताको आँखामा नि अर्को सेकेन्ड कोट लगाउँदैछु। अघि एक कोट मात्र लगाएर छोडेको थिएँ मैले, त्यही भएर सेकेन्ड कोट अप्लाई गर्दैछु म। एन्ड सक्यो आई लुक। यो चाहिँ सिम्पल पार्टी मेकअप। मन पऱ्यो भने प्लिज ट्राई दिस आई लुक र कस्तो लाग्यो भनेर कमेन्ट पनि गर्नुहोला। सो मन पऱ्यो भने डोन्ट फर्गेट टु गिभ दिस भिडियो अ थम्स अप एन्ड अल्सो डोन्ट फर्गेट टु सब्सक्राइब टु माई च्यानल। सी यु इन द नेक्स्ट भिडियो। बाई।